हेलो गाइज वेलकम टु आवर भ्लग। आज चाहिँ हामीलाई एकदम स्पेसियल डे हाम्रो लागि होइन, किनकि आज हामी तनहुँको सबैभन्दा अग्लो स्थान छिम्केश्वरी मन्दिर जाँदैछौँ होली मनाउनको लागि होइन। तर होली चाहिँ भुलियो, तर आजदेखि नै हामी एकदम प्रिपेयर भइरहेको छौँ किनकि आज हाम्रो नाइट क्याम्प फायर गरेर रमाइलो गर्ने हाम्रो सोच छ होइन। ल अब चाहिँ पालो, अब घरबाट निस्किने पालो। सबैजना दिदीहरू कामबाट आइसक्नु भयो, रेडी पनि भइसक्नु भयो होइन। अब चाहिँ लाब्दी जाने बस स्टेसनमै भेटौँला होइन। सो अब ब्लग हेर्दै गर्नु अहिलेको लागि, बाई बाई। र हामी तिनजना चाहिँ फर्स्टमै पुगिसकेको थियो। बहुत सानी दिदी र रिना दिदीलाई कुरिरहेको थियो। दिदीहरू पनि त्यही एकछिनमा आउनुभयो। त्यसपछि हामी माथि लाग्न थाले। सजीवन हो कि सजीवनले मास्ने हो, यहाँ ब्रस सस चाहिँदैन। ह्याप्पी होली भनी दाँतमा अबिर लाउने पहेँलो दाँत लुकाउने हो क्या। रातो चाहिँ हामीले भागेपछि पिकअप गर्ने थियो र हामीले पिकअप पनि गरे। अनि त्यसपछि फेरि हल्ला सुरु भयो। फेरि हिन्दी फिल्महरूमा यस्तो गुन्डाहरू भित्र बसेर हिरो भित्र बसेर गाडी चलाउने बाहिर बाहिरबाट गुन्डाले हाल्नु आउँछ। हेलो होली खेल्न जान लाग्नु दिदीहरू सँगै जाने है, मलाई बोकेर लग्नु है। हुन्छ भाइ, त्यस्तो देखेर कति च्याङ्गो च्याङ्गो दिदीहरू। हामी यसरी नै रमाइलो गर्दा गर्दा हामी झर्ने ठाउँ पनि आइपुग्यो। मानौ हाम्रो गाडीको बजेट भइयो। एन्ड त्यसपछि हामी लागे आफ्नो टेन्टतिर। बाटो नि कता हो? दर्शन अङ्कल भाग्यमानी भएछ तर रोटी खान्छ जलाउला फेरि कबड्डी उतो ओपन टोइलेट हो, रेकी गरेर जाने। हामी फाइनली आइसक्यो हाम्रो आफ्नो ठाउँ। हामी सुत्ने ठाउँ यता देखाइदिनुहोस्। मैले सङ्गीता भनेको नि सुन्यो, पछि रिना भनेको नि सुन्यो, पछि बोल्नु त भनेको सुन्यो कि ल वी आर रेडी। अब चाहिँ हामी खाना खान जान लाग्यो। लास्टै भोक लागेको खाना खान जाँदैछ। खुसी लाग्यो, खुसी लाग्यो। माकुरी फोन गरेको त माकुरी फोन गरेको त धेरै भयो निकाल। लु साह्रै ननिकाल्नु न, साह्रै ननिकाल्नु न। यो छाक कति रुपियाँ लाग्यो दाइ? गुन्द्रुक र भट्टाइ, हामी चाहिँ भेजिटेरियन। गुन्द्रुक मन पर्दैन, झोल मात्रै। हामीलाई पनि पाइन्छ गुन्द्रुक। यहीँनिर ल्याउँछु म। आउनु न यता। मेरो यहाँ खाली तरकारी चुयो। म उता बस्छु। ल गुन्द्रुक र मैले त खुर्सानी गुन्द्रुक र भात खाओ नि, हेर्नु न। मनी छु यहाँ गाइज। पसलैमा बेच्छु मैले सानो सानो बिक्री, सानोमा सानो बिक्री। गलामा तिम्रो देखे नि नानी, साह्रै सानो सिक्री, साह्रैमा सानो। अब चाहिँ हामी खाना खाएर भ्यायौँ अनि त्यसपछि यसो रमाइलो गर्नतिर लाग्यो होइन।
सबैजना छुट्टी भइसक्यो। अनि हामी एकछिन क्याम्प फायर गरेर रुमतिर सुत्न जाने प्लान भयो। रमाइलो गरिरहने खालको भएर होला हामी चाहिँ फेरि आफ्नो टेन्टमा आएर पनि रमाइलो गर्न मन लाग्यो। एकछिन रमाइलो गऱ्यो, तर एकछिन भन्दा 12 बजेको त कति 12 पनि पस्न सकिन्छ। त्यसपछि भोलि बिहान चाँडै छिटो उठेर जानुपर्छ भनेर अब चाहिँ सुत्न पर्छ भनेर हामी सुत्नतिर लागे। अब त लट्ठी नै खान्छ होला। अब चाहिँ हेलो ह्याप्पी होली गाइस, ह्याप्पी होली गाइस। अब चाहिँ हिँडेर जाने 11 मिटर हिँड्नुपर्ने हुन्छ अनि बल्ल हाम्रो डेस्टिनेसन आइपुग्छ। हामी चाहिँ तल बस पार्किङबाट माथि आइसक्यो होइन। बिस्तारै हिँडेर रमाइलो गर्दै गए। अब चाहिँ हामी लगभग आधा बाटो आइसक्यो है। अब चाहिँ भरेङको बाटो चाहिँ मन्दिर आइपुगिसकेका छौँ। मान्छेको भिडभाड यत्तिकै छ र सबैलाई हाम्रो तर्फबाट अहिले चाहिँ हामी पूजा गरेर सबै मन्दिरमा दर्शन गरेर आयो। अब चाहिँ हामी खाजा खाने होइन, एकदम भोक लागिरहेको छ। अनि हाम्रो स्पेसियल खाना के हो गाइस? आवर फेभरेट, जता गए पनि टुट्नु हुँदैन कि यो चाहिँ, हो कि होइन? यो चटपट हाम्रो सम्बन्ध एकदम सरसफाइ अभियान चलिरहेको छ। यहाँ चाहिँ आफूले फोहोर गरे पनि आफै सफा गरौँ ल। सिन्केश्वरीमा हामी चाहिँ ड्राई पिकनिक खाएर हामीले गरेको फोहोर सफा गर्दै सबैले यसरी सफा गर्दै। भाइ युद्ध जा भाइ अब चाहिँ हामी फर्किँदैछौँ। अब घरतिर लाग्नु पर्यो होइन, समयमा पुग्नु पर्यो। पानी पनि पर्न सक्छ, जे नै हुन सक्छ है। सो द्याट त्यही भएर अलिकति छिटो हिँड्नुपर्छ। त्यसपछि हामी बिस्तारै घरतर्फ लागे। त्यसपछि बाटोमा रेस्ट गर्दै एकछिन भिडियोहरू बनाउँदै घरतर्फ लागे। ह्याप्पी होली सबैलाई, धेरै धेरै मिस यु। सुन्ता, निसा, मन्ता, निचु सबैजनालाई, ग्याङ्स्टरहरूलाई, डनहरूलाई। खत्म, बाय बाय, टाटा, गुड बाय, गया। A few moments later. खिच मेरी फोटो तू खिच मेरी। के होली खेली है, धुलो खेलिरह। पहिला कति थियो भन न। अब चाहिँ हामी घर, हाम्रो सबै भ्यायो। अब हामी घर जान लागेको। हेलो, हामी चाहिँ खैरेनी आइपुग्यो है। यता हेरिदिनु सबैजनाले। बाटोमा आएर हामी घर पनि आइपुग्यो। त्यसपछि हाम्रो लुगालाई धेरै लाइक थिएन नेपाली पाउडरले। एन्ड गाइज, होलीको ब्लग यति नै हो हाम्रो। थ्याङ्क यू फर वाचिङ।